गरुन् मनले चिता पुरा होस्। अब कुलभित्र देवी देवताले रक्षा गरुन्, भनेको मान्नु, आफै अग्रसर हुने होइन, सबैको सम्मान गर्नु, सबैको ठुलो मान्छे बन्नु, सबैको मान्यजन हुनु। अरू त के हेरौँ, अब भर्ती सर्ती हुनु, सरकारी जागिर सागिर खानु। के छ हरितिर हल्का बोल्दा नि राम धनी धन होस्। ल आइए साथ केशव साथ सर यता आइज खाली बस्नु आइहाल्छु नि सबैले बे गरिसक्यो नि त माया गर्नुपर्छ, ठुलोको आदर गर्नुपर्छ, के हो भित्रले सधैँ सुख राखुन्। मेरो त्यस्तो कहिले शुभकामना। अहिलेको विजय दशैँ बडा दशैँको उपलक्ष्य शुभकामना। खै गोविन्द भयो।